हाम्रो हिन्दू धर्मको मान्यता अनुसार पूजापाठ लाउनु, होम होमादि गर्नु भनेको कुनै बेला गल्तीले पाप गरिरहेछ, कसैमाथि अन्याय अत्याचार गरिरहेछ भने पाप कटनी होस्, मुक्ति पाम भन्नको लागि होम होमादि गरिन्छ, पूजापाठ लगाइन्छ हाम्रो हिन्दू धर्मको मान्यता अनुसार। अब आज पोखरामा लेक साइडमा कोटी होम लगाउने विषयमा नगर प्रहरी र आयोजक बीच झगडा भएर 13 जना घाइते भयो अरे। ती डाम्नाहरूलाई कोटी होम भनेको के हो भन्ने नै थाहा छैन। उनीहरूले त कोटी होमको नाममा बिजनेस गर्दैछन्, त्यो भएर झगडा गरेका छन्, नाफा कसले खाने भनेर। होइन भने धर्मको नाममा झगडा किन? तिनीहरूलाई धर्म कसरी कमाइन्छ भन्ने कुरो थाहा थियो भने धर्मले त कुनै पनि धर्मशास्त्रमा भगवान पाउनको लागि चाहिँ झगडा गर, कुटपिट गर, लर त भनेर भनेको छैन। उनीहरूले त धर्मको नाममा बिजनेस गरेर पैसा कमाउनलाई कुटपिट गरेर 13 जना घाइते भएन रे। जानी पनि त्यस्तै। अब चाहिँ हुन त अब अलिअलि अब लोभ देखाइदिए होलान्। अब यस विषयमा अब के हो प्रष्ट कुरो चाहिँ न्युजमा आउँछ होला, तर आधिकारिक कुरो चाहिँ यही आएको छ। कोटियम लगाउने विषयमा लेक साइडमा, पोखराको लेक साइडमा आयोजक र नगर प्रहरी बीच झगडा भएर 13 जना घाइते भएन रे। यस्तो छ अहिलेको नेपालको अवस्था।